रसोको बाढी पीडितले राहत पाइसकेको छैन। हाम्रो देशमा चाहिँ स्क्याम सुरु भइसकेको छ क्या। मान्छेले सहयोग गर्छु, राहत दिन्छु भन्ने नाममा विभिन्न क्युआरमा एकाउन्टमा पैसा उठाएर चाहिँ खानु थालिसकेछन्। तपाईहरु पनि यदि सहयोग गर्दै हुनुहुन्छ, आफ्नो खुन पसिनाले कमाएको पैसामा बाढी पीडितलाई केही हदसम्म सहयोग गर्छु भनेर चाहनुहुन्छ भने कसैलाई पनि कसैको नाममा क्युआरमा पैसा नपठाउनु होला है। डाइरेक्टली सरकारको खातामा जम्मा गर्नु होला। डाइरेक्टली सरकारको खातामा जम्मा गर्नुको लागि चाहिँ फेसबुकमा पिएमओ नेपाल सर्च गरेर अलिक तल हेर्नुभयो भने त्यहाँनिर तपाईँले सरकारले नै खोलेको 8-9 वटा तपाईँले खाता देख्नुहुन्छ, ब्याङ्क नम्बर पनि खाता नम्बर पनि देख्नुहुन्छ र त्यहाँनिर क्युआर पनि छ। डाइरेक्टली त्यहाँ गएर तपाईँले पैसा हाल्नुभयो, डिपोजिट गर्नुभयो भने चाहिँ डाइरेक्टली प्रधानमन्त्रीको रिलिफ फन्ड कोर्समा चाहिँ गएर त्यहाँनिर पैसा बच्छ र त्यहाँबाट सहयोग हुन्छ। अरू कसैलाई पनि पैसा नदिनु होला, स्क्याममा नपर्नु होला। किनभने हाम्रो देशमा जति नै राम्रो भयो भने त्यहाँनिर नराम्रो मान्छे हुन्छ क्या। जस्तो सुकै आपद विपत्ति आए पनि मान्छे मरेर यस्तो कालो दिन छ हाम्रो देशमा, तर मान्छेलाई ठगी गर्न, मान्छेलाई लुट्न बाहेक अरू केही पनि छैन क्या यहाँ धेरै जस्तो मान्छेहरू। त्यही भएर यस्तो स्क्यामबाट चाहिँ बस्नु होला है। थ्याङ्क यू सो मच।